आज बहुत ढिलो बस्दो छ रन्दा हान्नु पर्यो ए चुप पढ्न थालेर हल्ला गर्छ है काम सिक पनि त्यहाँ ढिलो आउँछस् आज बढी बोल्छस् पक तँलाई त म लास्टमा हेर्छु अझ चम्किन्छस् हान्दियो पक पक यसको लास्टमा व्यवस्था हुन्छ ल विद्यार्थी भाइ बहिनी यता ध्यान दिएर सुन सर मलाई एउटा कुरा चित्तै बुझेन भाइहरू त देखे बहिनी खोइ ए तँलाई बहिनी चाहियो ल विद्यार्थी भाइ यता सुन सर त सरै हो यार सर होइन गोरु हो ल केटाहरू आज हामी कहाँ छौँ सर हामी गिरिनालामा छौँ ए बे तिमीहरू गोरो विद्यार्थी हो बे मैले कुन पेजमा छ भनेको थिएँ यति पनि बुझ्दैनस् तिमीलाई रोक म पनि हेर्छु ल केटा हो सबै आफै मनमनै पर राम्रोसँग है नाइ सर हजुरले पढाउनु सर हामी पढ्छौँ नाइ केटा मैले पढाउनु भन्दा नि त आफै पर खतरासँग बुझ्छस् यो सरलाई पढाउन आए पो पढाउनु के भने यसलाई के भने भन्छ होइन होइन सर तपाईँले मिनिङ दिएको याद परेन छैन उसले सोधिरहेको थियो ए ल ल केही छैन म यहाँ हाजिरी भन्छु त्यो ध्यान दिएर सुन्ने हुन्छ सर रोल नम्बर 1 रोल नम्बर 215 रोल नम्बर 250 250 ए बे तिम्रो बहिरो छौ के बे बोल्दैन त सर हामी नम्बर थाहा पाउँदैनौँ मान्छेको नाम भनेर बोलाउनु सर ए त्यस्तो ल ल ध्यान दिएर सुन हरिराम कृष्ण जगन्नाथ हिजन सर स्वामीनारायण अयप्पा सामेल छु सर दिलप्रसाद रामप्रसाद आचार्य ए बच्चा देखेको छैनौ कृष्ण जगन्नाथ परमानन्द प्रेग्नेन्ट सर यहीँ छु रोल नम्बर 525 मिथुन लाला आएको छैन सर के गरे कहाँ गयो त्यो मिथुन लाला पढाइ छोडेर सर मलाई केही थाहा छैन मलाई यति थाहा छ त्यो चप्पल गौडतिर गएको यो चाहिँ प्याडी दोस्तो त्यसको त्यसलाई सोध्नु चप्पल गरेको गर्थ्यो मेरो विशेष छोडेर चप्पल गरेर जाने त्यसको त्यति ठुलो हिम्मत अवन प्याडी तेरो प्याडी चप्पल गरे किन गयो सर मेगा टु टोइलेट तल अहिले टोइलेट जानुपर्ने ल जा जाउँ न छिटो टोइलेट टोइलेट इन छिटो अवन प्याडी मिथुन लाला कहाँ गएको सर चप्पल गरे बजे घर पौडी खेल्न गएको छन् ए त्यति ठुलो हिम्मत चप्पल गरी पौडी खेल्न जाने तँ यहाँ आयो भने रोक त्यसलाई म पौडी खेलाउँछु हुन्छ सर हुन्छ पौडी खेल्न हामी पनि हेर्छौँ गर्मी त हामीलाई पनि लागेको थियो तिमीहरू व्रत नबोल मैले ल्याएको घोक्यो कि नै ओके सर सर ल हरिप्रसाद आचार्य त उठेर भन् हुन्छ सर 1 2 3 4 12 20 510 1800 2020 मेरी जय त चुप क्या बग्या फुल टोइलेट गयो 2 घन्टा बसिसक्यो अहिलेसम्म आएनन् म हेरेर आउँछु तिमीहरू कहीँ नजाऊ हुन्छ सर जानु जानु सर ढुङ्गे धारामा हामी आफ्नै बारामा आइज पन्जा लडा तिमीहरू टोइलेट जाने बहानामा गेम खेल्दै बस्ने कहाँ गयो थियो तिम्रो 2 घन्टादेखि त चुप लाग्यो एकछिन त लास्टमा हेरिहाल्छु म केटा हो होमवर्क देखाउने पालो हरिप्रसाद श्यामप्रसाद होमवर्क देखा सर म घरै बिर्से ए घर छुट्यो जा घरबाट लिएर आइज हुन्छ सर लिएर आउँछु ल एप्पा तेरो पालो होमवर्क देखा देखाउन नभए के गर्छस् तैँले के गरे मलाई के भन्छस् पक्सलाई मलाई के भन्ने बढी बोल्छ यार ल केटा तिम्रो पालो म देखाऊ सर उता हट एक पाउ मलाई धेरै भयो रहेछ ल विद्यार्थी भाइ बहिनी डाउन सिट
आउँदै गरेको 2083 सालको हार्दिक शुभकामना मङ्गलमय व्यक्त गर्दछु। तेरो मङ्गलमै ढेल बेला सर। तँलाई त म के गरौँ? एकछिनको लागि छोडिदिनु सर, यसको बानी यस्तै छ। छोड्ने त यस्तै हो, त मेरो टार्गेटमा छस् पक। सर हजुरलाई पनि 14 सालको शुभकामना। क्या पनि 2083 को आज वैशाख 1 गते हो, 84 को शुभकामना दिन्छ है। माउला कहाँ स्कुल पढ्नु है त? सर डिमिनाको जिब्रो 1 वर्ष माथि पुगेको रहेछ, सरी। पक तेरो जिब्रोमा मैले कुरकुरे अड्डिहाल्छु। आज हामी कुन पाठमा छौँ? सर मलाई चित्तै बुझाएन। म्याथ पढाउने सरले रक्सी खाएर हामीलाई बहुत हान्छ। सर त्यसलाई लात हानेर यो स्कुलबाट निकाल्नु पर्यो। ए त्यसको चिन्तै नगर न, त्यसको व्यवस्था भइसक्यो। त्यो त मामाघर मजाले घुमिरहेछ। हो सर, हजुरले ठिक गर्नुभयो त्यसलाई मामाघर पठाएर। त्यसको कुरा छोडिदेऊ। नयाँ वर्ष आउँदैछ, कता छ त जाने प्लानहरू तिमीहरूको? सर गर्मी धेरै छ, म त पौडी खेल्न जाने। तेरो धारणा एकदम राम्रो छ, विचार गरेस् फेरि खोले खोला जालस्। तेरो साधना के छ त्यही बसेर भन्। सर 1 किलो खाने हो, कुर जस्तै 8 राज्य घुमिदिने हो। तेरो साधना ठिक छ, मङ्सिरको महिना विचार गरेस्। अनि भन् तेरो निर्णय के छ? सर अरू सबै ढुङ्गेदारमा माफने पारामा। ल ठिक छ, त जेसुकै गर, मलाई बाल ठिक ठिक। तेरो जिज्ञासा के छ भन् त? सर म त दिनरात सुत्नेवाला चाहिँ अलिकति यस्तो लगाएर। कुम्भकर्ण होस् कि के हो त? यस्तो लगाएर सुत्छु भन्छस् त? होइन सर, कुम्भकर्णको भान्जा हो सुत बहादुर। सर यो बहुत जोसिरा, यसलाई घच्चा हान्दिम। सुन केटा, कुरो भने साप मेङ्गो भने मेरो पिरियड सिद्धियो। तिम्रो जेसुकै गर, म त लागे। विद्वान विद्यार्थी, आज हामी कुन पाठमा छौँ भन त? आज चिचुरी सिधाएर घरतिर गइहाल्ने हो क्या? यिनीहरू विद्यार्थी पढ्नु छोडेर कहाँ गएको रहेछन्? ठगर्न नपाए है। कि मा के ठगेर छिटो खेलेर स्कुल जाने हो? अब त हानेर सेन्टर उडाइदिन्छु मैले। ऊ स के ससा गर्छ बे त फेरि सर बोस। सर हिँडेर आयो भने डर मान्दैन म। यी मा सर आयो पनि डर मान्दैन नि तैँले? यी डरै मान्दैन। सरलाई यति बोल न, अहिले भर्खर आन्छ सरलाई। ठिकै छ, त जेसुकै गर, तै राजा तै मन्त्री। केटा हो, सरको हातमा देखास् त किन लाग्यो? म यहीँ छु, पछाडि हेर न। है सर अवस्था त के हो? पछाडि हेर। मेरी जय सर। सरको अगाडि जसले मुख खोल्छ नि त्यसलाई म बहुत हान्छु। ओइ यता सुन, तिमीलाई त अघि नै गुच्चा खेल्न लाउने को हो? मलाई धम्की मिले म भन्दैन। तँलाई धम्की दिने मान्छे को? त उठेर भन् त। मैले भनेपछि घर जान पाउँदिन, म भन्दिन। मेरो क्लासमा को रहेछ यस्तो दादा? बोला त त्यसलाई। तिम्रो मध्ये जसले पनि भन्छ नि त्यसलाई 1 पोइन्ट नेपालगञ्ज। म भन्दैन। ओइ सेतो ज्याकेटवाला, त भन् त। म भन्दैन सर, तत्कालीन धम्की मिलाछ, मलाई भन्दैन। सर मलाई थाहा छ, म भन्छु। के भन्नु पर्यो? तै त रहेछस् दादा। अब के गर्नु त सर, हजुर ढिलो आउनुभयो त्यसैले मैले यिनीहरूलाई गुच्चा खेल्न लगेँ। 5 मिनट ढिलो भयो भनेदेखिमा त एकछिन बसेर पढ्न सक्दैनस्? सर हजुरलाई 5 मिनट थोरै लाग्यो? रनिङमा हारेको खेलाडीलाई सोध्नु 5 मिनटको मुख त कति हुन्छ? त्यही पनि सर 5 मिनटमा 300 सेकेन्ड हुन्छ। त्यति पनि सर हजुरलाई थोरै लाग्छ? पक तेरो लास्टमा हुन्छ व्यवस्था भन्ने रोक। हेर्छु कसको व्यवस्था हुन्छ लास्टमा। तँलाई त म लास्टमा हेरिहाल्छु। ल केटा, आज ह्याप्पी न्यु इयर है। ह्याप्पी न्यु इयर सर। ल ठिक छ। अब हामी पढाइतिर जाऊँ। सर हजुर कति क्लास पढ्नु भएको? तँलाई किन चाहियो? जति क्लास पढे पनि जे सोधे त्यसको उत्तर दिनु पर्दा? किन चोरी आइबे? किन चाहिँ गाह्रो पर्ला फेरि? किन बढी बोल्ला तिमीहरू? सर जस्तो मान्छेसँग यस्तै गरी बोल्ने हो? अलिकति बुवा मम्मीले संस्कार सिकाएन तिमीहरूलाई? के गरे? बोला अरू भने आस फेरि नरला सम्पत्ति विचार गर। अरे बढी बात सुचे। बेबी के रे एक्लै छौ? ल माइके। ल केटा तिमीहरूको छुट्टी भइसक्यो, तिमीहरू जहाँसुकै जाऊ, गुच्चा खेल्न जाऊ कि माछा मार्न जाऊ, म त लाग्यो आफ्नो स्वास्थ्य। साथीहरू सर जानुको रिजन थाहा पायो? मलाई पनि थाहा छैन। छुट्टी लोगो साथी छुट्टी। गुड मर्निङ क्लास। गुड मर्निङ सर।
साथीहरू कहाँ गए हामी आउँछौँ सर यही हो तिमीहरूको स्कुल आउने टाइम तिमीहरूको मनमर्जी हुन्छ विचार गर फेरि जालास के गर्ने सर टाइममै आउने भनेको थियौँ आउँदा आउँदै बाटोमै बाइक बिग्रिहाल्यो त के गर्ने त सर आपत परेको नि सर बाइक बुझासे हेर्नु खोइ कहाँ छ माथा खराब गर्छस् 2 वर्षको बच्चाले तँ साइकल ल्याएर चुरोटी पार्छस् ओए पुच्छ सर त बढी बोल्यास् त मेरो जे बढाउँछस् त्यसैले बढी नबोल भेट्लास् फेरि के गरे अझै बढी बोल्छस् मेरो भाइ पुच्छ सर त मेरो ल्याक्टेसन उठाए तेरो घरानीबाट यही हो नि चोक बस चोक के गरे बच्चा चिबोएर लाला सरसँग जोसिन्छौ तिमीलाई पनि खर्च पनि चाहियो के होइन सर धेरै राम्रो गर्नु भएको सर तपाईँले त्यो मान्छेलाई हानेर थाहा पाउनुभयो बहुत दादागिरी देखाउँथ्यो त्यसले हो सर यो हरेक क्लासमा दादागिरी देखाउँदैछ ए ल ठिकै छ है तेरो चस्मा के त्यस्तो तेरो पारा यस्तै हो स्कुलमा आउने होइन सर पारा होइन विशाल बजारमा अहिले सस्तो दाममा मिलिरहेको थियो धेरै महँगो होइन 150 रुपियाँको हो ट्रेन्डिङमा चलिरहेको छ सर ए ल सबै ठिक छ अब पढाइतिर ध्यान दिउँ सबैले आफ्नो आफ्नो ड्रिमको बारेमा भन है ए 150 रुपियाँ चस्मा होला त भन सर मेरो त त्यति ठुलो सपना छैन बालेन सरकार छँदैछ काठमाडौँ गएर रत्न पार्कमा हाट बजार खोल्छु सर ए ल त भविष्यमा गएर बहुत ठुलो व्यापारी बन्छस् ए कालिटेसन ल त भन सर म चाहिँ विनोद चौधरीको जेठान बन्छु सर त्यसपछि सिजी कम्पनी पनि आफ्नै नाममा त्यसपछि फाइदा सर भविष्यमा माया पनि सम्झस् फेरि ल त राति ल भन सर म बाख्रा फार्म खोल्छु 19-20 को फरक गर्छु नेपालमा त जस्तोको कमी थियो ओ निलो कक्षा त भन सर म त जू खोल्ने हो गोरिल्ला राख्ने हो तिमीहरू सबको उद्देश्य राम्रो छ पहिला पढाइतिर ध्यान दियो अनि बल्ल हुन्छ सर हजुरको बिहे भयो कि नै तँलाई किन चाहियो मेरो बिहा भएको छ कि भएको छैन सर पहिला बिहे चाहिँ भएको छैन बिस्तारै गर्ने प्लानमा छु ए त्यस्तो पो हो सर नत्र निकिसासँग बिहे गर्नुहुन्छ तिमीलाई त काट्छु मर्निङ विद्यार्थी गुड मर्निङ सर ल नयाँ वर्षको शुभकामना छ थ्याङ्क यू सर सर मलाई टोइलेट लागेको छ टोइलेट जाम के गरे किन जानु पर्यो कहाँ जानु पर्दैन सर मलाई अग्नै गरी पिसाब लागेको छ सर यहाँ यता यहाँ 2.5 किलोको पत्थरी झुन्ड्या छन् सर यहाँ मलाई गाह्रो भयो भने हजुरको जिम्मा छ ए ल जा ल सर हुन्छ सर म पनि टोइलेट जान्छु एकछिन रोके त्यहाँ पछि जालाई नाइ सर मलाई जान्दिनु न त पनि धेरै गाह्रो पर्छ मैले भने त त्यहाँ पछि जालाई नाइ सर मलाई पखला लागेको छ मैले अहिले यहीँ छेडिदियो भने हजुरको मुख मर्न सक्छ त्यसैले मलाई जान दिनु नत्र हजुरलाई 18 बन्न सक्छ ए जा सर सर मलाई घरमा आपत परेको घर जानै पर्ने भयो के आफत भयो र घर जानै पर्ने भयो सर बाख्राले भैँसी ब्याइदियो सर मत लागे ए पक तलाई रोक भोलि स्कुल आउलाई सर तपाईँ भने विश्वास मान्नुहुन्न कसम भनेको सर हाम्रो घर गोरु बेचिदिनु छ त्यहाँ पनि गोरु ब्याउनलाई गयो अरे त्यही त सर म पनि कन्फ्युज छु कहाँबाट गोरु ब्याउनलाई त्यही हेर्न जान लागेको कि सर म गएको है सर ए ल ठिक छ गोरुले के पायो मलाई भोलि आएर भनेस् के भयो बे किन डल्ला पारेर छस् सर सबै गभार्न गइके म मात्रै के पर्ने म पनि गइ जान्छु ठिकै छ मेरो सेलेरी आइहाल्छ म पनि टाप